साथी हो, फुलेकै अवस्थामा कटिङ गरेर सार्ने तरिका तपाईहरुलाई देखाउँदैछु। स्किप नगर्नु, शेयर गर्नुस् है। हामीले कति खर्च गरेर बिरुवा किन्छौं, तर घरमै जहाँ भेटे पनि एउटा हाँगो ल्याएर हामीले कटिङ सार्न सक्छौं के। यति सजिलैले सर्छन्। एउटा छिप्पिएको कटिङ लिनुस्, फुलेकै केरा दल्नुस्, लसुन दल्नुस्, अथवा घिउ गुमारी छ भने त्यो पनि दल्दा हुन्छ के साथी हो। अनि एउटा गिलासमा 1 चम्चा चामल हाल्नुस्। यसले जरा निकाल्नलाई एकदम मद्दत गर्छ के। चामल र लसुनको टुक्राहरू हाल्नुस्, अनि त्यसमा पानीले भर्नुस् क्या। अनि त्यसमा 2-4 दिन त्यो कटिङलाई डुबाइदिनुस्। यति राम्रो ताजा रहँदो रहेछ नि। यो झोलले ताजा राख्छ के, मर्न दिँदैन। अनि एउटा कपमा बालुवा ल्याउनुस्, अनि बालुवामा त्यो झोल हाल्दिनुस् र त्यो कटिङलाई पनि त्यही बालुवामा गाड्दिनुस्। अनि एउटा प्लास्टिकले छपक्क हावा नछिर्ने गरी छोप्दिनुस् क्या। हामीले यही बिरुवा 2000-2500 हालेर किन्छौं भने हामीले घरमा सानो मेहनत किन नगर्ने साथी हो। ल हेर्नुस् त, 20-25 दिन 1 महिनामा त ल हेर्नु त कति राम्रो कटिङ सर्यो। अब यसलाई तपाईले गमला सारे हुन्छ, भुइँमा सारे हुन्छ। यस्तै गरेर 4-5 वटा कटिङहरू सार्नुभयो भने 5-7 वटा गमलामा भएन। अनि यो बिरुवा नि साथी हो, एक फेर सारेपछि भयो के, जीवनलाई पुग्यो, सधैँभरिलाई हुन्छ। ल हेर्नुस् त कति राम्रो भयो। छपक्क यो कोकोपिट हो के। कोकोपिट भनेको नरिवलको जुस। यस्तै गर्नुस् है साथी हो, एकदम राम्रोसँग सर्छ। ल हेर्नुस् कति राम्रो, भुइँमा पनि राम्रो,